हाम्रो हिक्मत कार्कीज्यू लगायत हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिम्बुराज्य र पार्टीका पदाधिकारीज्यूहरू यो हाम्रो भाषा सम्बन्धी कुरामा यो विज्ञप्ति हाम्रो सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चको तर्फबाट यो लिम्बू भाषा र मैथिली तुरन्त कार्यान्वयन होस् भन्नुको निम्ति हामी मुख्यमन्त्री हाम्रो श्री हिक्मत कुमार कार्कीज्यूलाई यो पढेर म गइरहेको छु। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फेडरल लिम्बुवान प्रोभिन्सियल फोरम नेपाल प्रान्तीय कार्यालय लिम्बुवान नेपाल स्थापना 2082 साल मिति 2083 वैशाख 28 गते चलन नम्बर 08083 श्री माननीय मुख्यमन्त्री हिक्मत कार्कीज्यू प्रदेश नम्बर 1 मुख्यमन्त्री कार्यालय राजनगर नेपाल विषय राष्ट्रिय भाषा आयोगको सिफारिस अनुसार 2082 कार्तिक 25 गते महागुरु फाल्गुनन्द जन्म जयन्तीको दिन लिम्बू र मैथिली भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाको रूपमा अनिवार्य लागू गराउने प्रदेश नम्बर 1 सरकारको पूर्व निर्णयलाई अविलम्बन कार्यान्वयन गरियोस् ज्ञापन पत्र। उपरोक्त सम्बन्धमा राष्ट्रिय भाषा आयोगको सिफारिस अनुसार प्रदेश नम्बर 1 मा लिम्बू र मैथिली भाषालाई प्रदेशभर सरकारी कामकाजको भाषाको रूपमा लागू गर्ने र कार्तिक 25 गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्म जयन्तीको दिनदेखि आधिकारिक रूपमा सुरु गर्ने भनी 2082 साल साउन 16 गते बसेको प्रदेश मन्त्री परिषदको बैठकले निर्णय गरी प्रदेश संसदमा विधेयक दर्ता गरिएको अवस्था छ। देशको पछिल्लो राजनीतिक घटनाक्रम 2082 साल फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनसँगै प्रदेश 1 को भाषाको कुरा ओझेल परेको हो कि भन्ने सवालले हामी सरकारवालाहरू चिन्तित र संवेदनशील भएका छौँ। सङ्घीय गणतन्त्रमा सङ्घीय सरकार जे जस्तो परिवर्तनहरू आए तापनि साझा शासन शेयर रुल सङ्घीय सरकार र स्वायत्त शासन प्रदेश सरकारको सङ्घीय सिद्धान्त अनुसार प्रदेश सरकारहरू आफ्नो गतिमा काम गरिरहेको हुन्छन्। यो नै संहिताको सबैभन्दा सबल पक्ष हो। त्यसैले प्रदेश 1 सरकारले निर्णय गरेर विधेयक पनि दर्ता भइसकेको लिम्बू र मैथिली भाषा यही ज्येष्ठ 25 गतेदेखि अनिवार्य सरकारी कामकाजको भाषाको रूपमा लागू गरियोस् भनी जोडदार मागसहित यो ज्ञापन पत्र पेश गर्दछौँ। नेपालको संविधान धारा 287 को उपधारा 7 मा रहेको प्रदेशले प्रदेशभित्रका भाषाहरूलाई सरकारी कामकाजका भाषा बनाउन सक्ने प्रावधान कार्यान्वयन गर्न गराउनेको लागि नेपाल सरकारले मिति 2073 साल भदौ 23 गते भाषा आयोग गठन गरेको सर्वविदितै छ। उक्त भाषा आयोगले देहाएको प्रदेशहरूमा देहाएका भाषाहरूलाई प्रदेश सरकारले सरकारी कामकाजको रूपमा प्रयोग गर्नु भनी किटान सिफारिस सहित मिति 2078 भदौ 21 गते तत्कालीन सम्माननीय प्रधानमन्त्री ज्यूलाई प्रतिवेदन बुझाएको थियो। भाषा आयोगले सिफारिस गरेको प्रदेश र भाषाहरू यस प्रकार छन्। 1 नम्बर प्रदेशमा लिम्बू र मैथिली, 2 नम्बर प्रदेशमा भोजपुरी मैथिली बज्जिका, 3 नम्बर प्रदेशमा तामाङ नेवा र भाषा, 4 नम्बर प्रदेशमा मगर गुरुङ, 5 नम्बर प्रदेशमा थारू अवधि, 6 नम्बर प्रदेशमा मगर, 7 नम्बर प्रदेशमा डोटियाली थारू हुन्। भाषा आयोगको यही सिफारिस अनुसार मिति 2080 असोज 22 गते प्रदेश 3 को सांसदको 2/3 मतले तामाङ र नेवा भाषालाई र मिति 2082 असार 24 गते प्रदेश 4 को सांसदको 2/3
मतले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा प्रयोग गर्ने विधेयक पारित गरिसकेको छ। राष्ट्रिय भाषा आयोगको सिफारिसमा प्रदेश 3 र 4 मा 4 भन्दा मातृभाषाहरूलाई सरकारी कामकाजको भाषाको रूपमा त्यहाँको प्रदेश संसदको 2/3 बहुमतले पारित गरी लागू गरिसकेको अवस्थामा यो वा त्यो बहानामा प्रदेश 1 मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुन रोकिनु वा ढिलाइ गर्नु खेदजनक र प्रचलित नजिरहरूको विरुद्धमा छ। प्रदेश 1 को पुनः नामाङ्कनको विषयमा यस मञ्च सदस्य रहेको प्रदेश नम्बर 1 पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति मार्फत नै यस मञ्चको विचारहरू प्रस्तुत भइसकेको छ। अध्यक्ष सङ्घीय अध्यक्ष कुमार लिङ्गदेन मिरा, भूपेन्द्र सुन्दर लाउती महासचिव, सागर केरुङ सिक्वाबा सङ्घीय सहसचिव, भाषा आन्दोलन संयोजक। राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपालका सङ्घीय अध्यक्ष कुमार लिङ्गदेन मिराज्यू लगायत महासचिव र सङ्घीय सहसचिव, भाषा आन्दोलन संयोजकज्यू लगायत सम्पूर्ण साथीहरूलाई मुख्यमन्त्री कार्यालयमा हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरूले विगतदेखि नै दुईवटा विषयमा, एउटा नामाकरणको सन्दर्भमा पनि आफ्ना मतहरू राख्दै आउनुभएको र हामीले नामाकरण गरेपछि तपाईँहरूले केही असहमति पनि सार्वजनिक गर्दै आउनुभएको छ। यो विषयमा तपाईँ हाम्रा मत एकता भएको छैन। हामी मत एकता गरेर अगाडि बढ्ने पक्षमा नै छौँ। यसमा तपाईँहरू केही लचिलो बनिनुपर्छ भन्ने हाम्रो आग्रह पनि छ र पहिचानको मुद्दालाई र कोशी प्रदेशभित्र के कसरी स्थापित गर्न सकिन्छ भन्ने बारेमा सरकारको विषय र जिम्मेवारीभित्र पर्ने हुनाले हामी यस विषयमा पर्याप्त ध्यान दिएका छौँ। खास गरी यो प्रदेशमा रहेको किराँत धर्म, जो हाम्रो नेपालको एउटा टिपिकल धर्मको रूपमा रहेको छ, यो हाम्रो पहिचान पनि हो, हामी नेपालीहरूको पहिचान पनि हो र हाम्रो प्रदेशको महत्त्वपूर्ण एउटा विषयवस्तु हो। यसको संरक्षण प्रवर्धन गर्ने कुरामा हामीले पर्याप्त ध्यान दिएका छौँ। किराँत धर्मगुरुसित पनि हाम्रो पटक भेटघाटमै कुराहरू राखेका छौँ र अहिले पनि हामी यो कुरामा तपाईँहरूसित मत एकता नहुँदा पनि कतिपय विषयमा सरसल्लाह गर्ने र प्रदेशको सिङ्गो विकास समृद्धिका लागि किराँत र विभिन्न सम्प्रदायहरूसित हामी खास गरी लिम्बुवान सम्प्रदायसित पनि यसका पहिचान र महत्त्वका विषयहरूलाई हामी संरक्षण र प्रवर्धन गर्ने कुरामा सरकारको दायित्व हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ। त्यसपछि भाषा सम्बन्धमा नेपालको संविधानले र प्रचलित कानुनले नै एउटा व्यवस्था गर्यो र भाषा आयोग बनाएर भाषा आयोगको माध्यमबाट प्रदेशमा बोलिने राष्ट्रिय भाषाभन्दा बाहेकका 2वटा भाषालाई कहीँ 3वटासम्म पनि सिफारिस गरेर जनसङ्ख्याको आधारमा हाम्रो प्रदेशको हकमा लिम्बू भाषा र मैथिली भाषालाई प्रस्तावित गरेका छौँ। हामी त्यस कुरालाई अघि बढाउने सन्दर्भमा पनि पर्याप्त छलफल गर्दै विधेयक तयार गरेर अगाडि बढ्ने क्रममा रहेको बेला नै अब त्योभित्र उल्लेख भएका अरू भाषाहरू, खास गरी बान्धवा, चामलिङ, थारू, तामाङ लगायतका भाषाहरू पनि उल्लेख्य अवस्था रहेको हुनाले र कतिपय क्षेत्रहरूमा गाउँपालिकाहरूमा राजवंशी राजफेरियाहरू पनि कतिपय क्षेत्रहरूमा चाहिँ तपाईँ गुरुङ लगायतका अरू भाषा पनि रहेको हुनाले यी भाषिक समुदायका साथीहरूले चाहिँ हामी कहाँमा दबाब माग राख्नुभएको छ, दबाब सृजना गर्नुभएको छ। अब दबाब हुँदा कत्रो छ फोरम भन्दा अब फोरम आफा पनि नभएका छन्। त्यसमा हाम्रो भन्नु केही पनि रहेन, किनभने एउटै मात्रै मान्छेको पनि कुरा त सुन्नै पर्छ हामीले। ती कुराहरूमा मत एकता नभएको हुनाले यही विषय अड्किएको छ। गत सालको कार्तिक 25 गते महागुरु फागुनन्दको जन्म जयन्तीको अवसर पारेर यो भाषालाई कार्यान्वयन गर्ने भन्ने हाम्रो प्रतिबद्धता क्याबिनेट निर्णय हामीले चाहिँ
विधेयक लगेका थियौँ, तर त्यो विधेयक अहिलेसम्म छलफल भयो, कार्यान्वयनको दिशामा गएको छैन। तर मेरो प्रतिबद्धता छ, हामी तपाईँहरूसँग लामो छलफल बहस अझै पनि केही गर्न बाँकी छ। हामी यो नीति आयोगको बजेटपछि अलिक छलफलमा केन्द्रित भएर चाँडै यसलाई टुङ्ग्याएर ढिलोमा पनि यसलाई कार्तिक 25 गतेबाट चाहिँ कार्यान्वयन गर्ने स्थिति बनाउन खोज्दैछौँ। मेरो स्पिड त्यो छ। यो आउने कार्तिक 25 गते त्यसमा चाहिँ मैले अरू दलहरूलाई पनि कुराकानी गरिरहेको छु। दलहरूको आफ्ना मान्यता, आफ्ना दृष्टिकोण छन्, तर पनि हुँदैन भन्ने छैन। अरूलाई के गर्ने भन्ने विषय चाहिँ जटिल बनाएको छ। यी कुरामा हामी प्रतिबद्ध छौँ। म तपाईँलाई यति कुरा बताएर अहिले औपचारिक कुरा चाहिँ यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। रेकर्ड चाहिँ नगरौँ।